चार घाट तराउन नदिनु, चेपे, बुढी गण्डकी, दरौदी र मर्स्याङदी चार घाट कट्न नदिनुलाई त्यसलाई आग्रह गरेको हुँदाखेरि हामी सबैजना लागेर चाहिँ त्यो गोर्खामा उत्पत्ति भएको शिला र गोर्खाको पर्यटक हिसाबले गोर्खामा एउटा ढोकामा मात्रै पूजा गरेर बस्छ। त्यहाँ पुजारीहरूले के गरेछ गर्छ, पुजारीहरूको क्रमहरू पनि त्यहाँ व्यापक नराम्रो कामहरू, नराम्रा क्रियाकलापहरू, त्यो अवस्थादेखि पूजा गर्ने मान्छेहरूलाई गाली गर्यो अथवा हामीले पूजा गर्न भनेर केही पनि नखाइकन लगेको अक्षता त्यसको ढोकामा चढाउने बित्तिकै त्यहाँको पुजारीहरूले खुट्टाले टेकेर भित्र जान्छ भने हाम्रो मन कति हुन्छ, कति रुन्छ। त्यतिसम्मको अवस्थाहरू हुनु र अहिले यो प्रकट हुनुमा सबैको संयोग छ। हामीले चाहिँ सबैजना मिलेर चाहिँ त्यो शिलालाई चाहिँ गोर्खामै राखेर पूजाआजा र गोर्खाको चिनारी राख्नु र यो गोर्खा राज्यलाई चाहिँ फेरि अर्को नयाँ रूपले दिएर विशाल नेपालको अझै पनि सङ्गठनहरूसँग खडा गर्नलाई हामी अगाडि बढ्नुपर्छ भनेर चाहिँ मलाई ठुलो उयो लाग्छ। त्यति भन्दै म धन्यवाद। यो शिला उहाँको घरबाट चाहिँ पुलिस प्रशासनले बराबर गरिसकेपछि धेरै अड्कलबाजी गरिरहेछ। हिजोका दिनमा चाहिँ लोभी भएर चाहिँ बेच्न खोज्यो, आजसम्म चाहिँ त्यो भन्ने आर्थिकहरू उहाँलाई धेरै आइरहेको छ। त्यसमा चाहिँ के हुन्छ भने हामी आध्यात्मिक लाइनमा लागेको मान्छेले चाहिँ कुनै पनि चिज समयसम्म